दर्शकवृन्द आज चाहिँ वैशाख 16 गते हामी चाहिँ पुरानै बाटो पैदल हिँडिरहेछौँ। यात्रा चाहिँ धरानसम्मको हो। अब धरान पुगेपछि चाहिँ च्याट्ट भालेको मासु खाने हो लोकल, अनि फिल्म हेर्न जाने हो हैन। आज मामा भान्जा भाइ हामी 4 जनाको यात्रा चाहिँ पुरै पैदल यात्रा भइरहेको छ। गर्मीको समयमा पनि हामीलाई रहरले चाहिँ हिँडे होइनौँ हामी। अब समस्या बाध्यताले गर्दा परिआई लागेर हिँड्नै अवस्था भएर हिँड्ने हौँ। क्यारे यस्तै छ। यो चाहिँ अक्करको भिरको बाटो है भनेर त सबैलाई थाहा छ होला। तपाईहरुलाई हेर्नुस्, ल हेर्नुस् दर्शकवृन्द, सप्तखसीमा बाँध बान्ने एरिया भनेको चाहिँ यही रहेको छ। काम पनि भइरहेको रहेछ सायद यता माथि। ल हेर्नुस्, यतातिर काम पनि भइरहेको रहेछ वारिपारी। लु अब चाहिँ हामी 1 घन्टा 20 मिनटको हिँडाइ पछि आइपुग्यौँ बरा क्षेत्र। हेर्नुहोस् बरा क्षेत्र आइपुग्यौँ। नेपालमा यस्तै छ, हाम्रो नेपालमा धेरै हिँड्नुपर्छ, दुःखको भिडको बाटो काली ओह्राली। तर हामी त केही न केही दुःख परेर हिँडेको हो। हाल्नु न भट्ट भट्टी।